साथीहरु आज चाहिँ हामी रेडी भएर अब बारा क्षेत्रमा भाइरल भएको बोराबाद जान आँटेको छौँ। हामीसँगै तपाईहरु पनि जाने है त। ल जाउँ है त। ल है साथीहरु अब चाहिँ भाइरल भएको रिसोर्ट बोराबाद रिसोर्टतिर जाउँ है हामी पनि। अस्तिदेखि जान खोजेको हामीले पनि तर टाइम नभएर आज भर्खर जुर्दैछ हामीलाई। म र बहिनी चाहिँ आज हामी जाँदैछौँ दुईजना भएर। खास गरी यो रिसोर्टमा जानको लागि चाहिँ बेलुका 4-5 बजे सनसेट हुने बेलामा चाहिँ जानुपर्ने हो। तर हामीले चाहिँ धेरै राति हुन्छ होला फेरि देखेको पनि थिएन नि त। अनि मतलब यो कोसीतिरै हो भनेर चाहिँ थाहा थियो तर एक्ज्याक्टली यहाँ यति नजिकै यहीँ हो भनेर चाहिँ थाहा थिएन का। हामीलाई चाहिँ अब निकै तल मधुवन प्रकाशपुरतिर होला भन्ने सोचेको थियौँ तर होइन रहेछ। अहिले चाहिँ हामी यहाँ लोकेसनमा आइ पनि सक्यौँ है। तर यो बेलुका देखेको जस्तो लाइटिङहरू चाहिँ हुन्छ जस्तो लाग्दैन किनभने हामी दिउँसो घाम लागेको बेला आएको छौँ नि त। दिउँसो आउँदाखेरि पनि एउटा छुट्टै प्रकारको रमाइलो चाहिँ हुँदो रहेछ। यहाँ दिउँसो पनि धेरै मान्छेहरू हुनुहुन्थ्यो क्या, कति धेरै आउनु भएको थियो। साथीहरु एउटा कुरा के भयो भने नि अनि यो बोराबाद चाहिँ हाम्रो घरदेखि चाहिँ लोकेसन चाहिँ निकै तल प्रकाशपुर छेउमा होला सोचेर हामी चाहिँ घरदेखि जाँदा अनि फर्किँदा राति हुन्छ डर हुन्छ भनेर दिउँसै आएको कि। तर नि मेरो घरदेखि चाहिँ जम्मी घडी हेरिकन 4-5 मिनट मात्रै लाग्ने रहेछ क्या। अनि यहाँ आइसकेपछि चाहिँ के भयो भने खै यहाँ मेरो घरदेखि यहीँ पाइला यहीँ त रहेछ राति आएको पनि हुने रहेछ भन्ने भयो मलाई होइन। तर अहिले दिउँसो आउँदा रमाइलो मान्छेहरू धेरै हुन्छ तर राति जस्तो लाइटिङहरू यस्तो छ कस्तो यो देखाउन चाहिँ पाइएन क्या। तर केही छैन फेरि आउने हो एक दिन राति आउने। यति नजिक छ भनेर थाहा पाएको भए चाहिँ म राति नै आउँथेँ है। बेलुका साँझमा आउँदा हुन्थ्यो, राति भनेर साँझमा सनसेट हुने बेला आउँदा हुन्थ्यो। हामीलाई चाहिँ घर फर्किन राति हुन्छ भनेर दिउँसै आएको तर कस्तो रिग्रेट भयो क्या यति बेला चाहिँ। अब न फर्केर जानु भरे आउनु न केही गर्नुभयो केही छैन। एनिवेज अब एक दुईवटा फोटो टिकटक बनाउने हो। ठिकै छ यस्तो साथीहरु कहिलेकाहीँ केही सोचेको के हुन्छ अलिकति त कन्फ्युज भएर यस्तो भएको हो तर पनि केही छैन रमाइलो भयो। अब मैले त अरूको टिकटकमा हेरे जस्तो लाइटिङहरू त मैले देखाउन सकिनँ। यहाँनिर चाहिँ फोटोहरू खिच्दिनलाई क्यामेराम्यानहरू पनि जहिले पनि बसिराख्नु हुँदो रहेछ। अहिले चाहिँ एक दुईवटा फोटो क्यामेराबाट खिच्नु पर्यो भनेर खिच्न पनि लगाउनु भयो। अनि साथीहरु यहाँनिर साउन्ड सिस्टम पनि राम्रो छ, यहाँनिर गीतहरू पनि बज्छ है, रमाइलो हुन्छ। रमाइलो चाहिँ बबाल रमाइलो हुन्छ है साथीहरु। दिउँसो आए पनि बेलुका आए पनि एकदम रमाइलो हुन्छ किनभने साउन्ड सिस्टमले गर्दाखेरि प्लस भइरहेछ क्या यहाँनिर। अनि मलाई अर्को राम्रो लागेको कुरा भने चाहिँ यो पानी कोसीको पानी हेर्नु न कस्तो राम्रो समुद्र जस्तै देखेको के। यसरी डान्स पनि गर्न पाइन्छ है साथीहरु, ढिलो नगरी आइहाल्नुहोस् है, एकदम रमाइलो हुन्छ। अनि के मलाई चाहिँ दिउँसै छ अनि हामी मात्रै हुन्छौँ होला जस्तो लागेको तर होइन रहेछ। दिउँसोदेखि नै मान्छेहरू चाहिँ धेरै भिड हुने अनि यहाँ पानी बोटको सुविधा पनि छ, घुमाइदिनु हुन्छ उहाँहरूले। दिउँसो 3 बजेदेखि चाहिँ मानिसहरू एकदम आउनु हुँदो रहेछ क्या यहाँनिर। अनि आजदेखि यहाँनिर घोडाको पनि सुविधा छ है, घोडामा चढेर घुम्न पनि पाउनुहुन्छ है। घुम्दा घुम्दै भोक लाग्यो भने हजुरहरूले यहाँ मिठो मिठो खानेकुरा खान पाउनुहुन्छ। हामीले चाहिँ चटपटे खायौँ है तर चटपटे होइन अरू धेरै खानेकुराहरू पनि यहाँ पाइन्छ। आउनु हुने उहाँहरूलाई चाहिँ भोक लाग्छ है भनेर टेन्सन लिनु पर्दैन, यहीँनिर सबै कुरा पाइन्छ। धेरैजना टाढाबाट आउनु भएको थियो आज पनि। यहाँ चाहिँ मैले अलिकति लोकेसन भिडियो पनि हालेको छु हेर्नु है त। हेलो साथीहरु, यो बोराबाद रिसोर्ट जानको लागि चाहिँ यता चन्द्रबाट आउँदाखेरि सिधै आएर तेह्रहटी पुलबाट आएर अनि यो बाटो चाहिँ यता चक्रहटी जान्छ होइन। अनि त्यहाँदेखि चाहिँ हजुरहरू नझुकिने सिधै तल जानुहुन्छ होला तर होइन त्यहाँदेखि चाहिँ यतातिर लाग्नुपर्छ। अनि त्यसपछि चाहिँ हाम्रो बोराबाद रिसोर्ट आइपुग्छ है साथीहरु। हस् त नजिकको लागि त लोकेसन थाहा हुन्छ, मैले टाढाको लागि भनिदिएको हो है त साथीहरु। आजलाई यति नै, बाई बाई।